नमस्कार सम्पूर्णमा। आज हामी अहिले हाम्रो अभिकर्ताहरू जति पनि हाम्रो अभिकर्ता हुनुहुन्छ उहाँहरूको लाइसेन्स नवीकरण गर्ने समय आएको छ र यो लाइसेन्स नवीकरण चाहिँ कसरी गर्न सकिन्छ भन्नेमा धेरैजना अन्योलमा हुनुहुन्छ। आज हामी कसरी स्टेप बाई स्टेप कसरी यो लाइसेन्स नवीकरण गर्न सकिन्छ अभिकर्ताको भन्ने बारेमा सिकाउन चाहन्छौँ। र यो लाइसेन्स नवीकरण चाहिँ हाम्रो ई-सेवा मार्फतबाट हामी गर्न सक्छौँ, ई-सेवाको माध्यमबाट गर्न सक्छौँ र यो ई-सेवामा कसरी अगाडि बढाउने भन्ने कुरालाई म यहाँ देखाउन गइरहेको छु। सर्वप्रथम यहाँहरूले ई-सेवामा गएर क्लिक गर्नुपर्ने हुन्छ। ई-सेवा क्लिक गरिसक्नु भएपछि हजुरहरूको ई-सेवामा यो खालको पोर्टल खुल्छ। ई-सेवाभित्र धेरै कुराहरू छन्, यहाँहरू सबैजनालाई थाहा छ। र यसलाई अलिकति स्क्रल गरेर यहाँहरूले तल जानुभयो भने हजुरहरूले चाहिँ यहाँ नेपाल बीमा प्राधिकरण भन्ने देख्नुहुन्छ र यो नेपाल बीमा प्राधिकरणमा हामीले क्लिक गर्नुपर्ने हुन्छ। जब हामी यहाँ क्लिक गर्छौँ नेपाल बीमा प्राधिकरणमा हजुरले सेलेक्ट रिन्युअल टाइप भनेर आउँछ। हामीले यहाँ चाहिँ सेलेक्टमा गएर क्लिक गऱ्यौँ भने एजेन्ट हो कि सर्भेयर हो भन्छ। हामीले चाहिँ एजेन्टमा गएर एजेन्ट पेमेन्ट गर्नुपर्छ। एजेन्ट पेमेन्ट गरिसकेपछि हजुरहरूलाई दुईवटा चिज माग्छ यहाँ। एउटा चाहिँ लाइसेन्स नम्बर भनेर माग्छ, अर्को चाहिँ लाइसेन्स इस्यु डेट भनेर माग्छ। लाइसेन्स नम्बर जस्तो उदाहरणको लागि हामीले यहाँ हेर्न सक्छौँ, एकजनाको हामी राख्छ र यो लाइसेन्स नम्बर राख्दाखेरि चाहिँ हजुरहरूले हाम्रो कम्पनीको त्यो 31/31/ चाहिँ हामीले राख्नु पर्दैन, त्योभन्दा पछाडि स्ल्यासभन्दा पछाडिको नम्बर मात्रै हामी राख्नुपर्छ। जस्तो हामी यहाँ एउटा उदाहरणको लागि एकजना साथीको हामी लाइसेन्स हेर्छौँ 31004 एकजना हुनुहुन्छ हाम्रो अभिकर्ता। र यहाँ अब के माग्यो भने उहाँको लाइसेन्सको इस्यु डेट कहिले हो त हैन, यो इस्यु डेट चाहिँ माग्छ। हामी यहाँ क्लिक गर्ने बित्तिकै कहिले हो भनेर माग्छ। हामी यो डेट आएको ठाउँमा यहाँ क्लिक गऱ्यौँ भने जस्तो उहाँको चाहिँ 2022 डिसेम्बर 19 तारिकमा इस्यु भएको छ लाइसेन्स। यो डेट राखिसकेपछि तल इन्डिभिजुअल र अर्गनाइजेसन भनेर एजेन्ट टाइप आउँछ। हामीले हाम्रो अभिकर्ताहरूको इन्डिभिजुअलमा गएर क्लिक गर्नुपर्छ, त्यो अटोमेटिकल्ली त्यो इन्डिभिजुअलमै सेलेक्ट भइराखेको हुन्छ। र इन्स्योर नेम भनेको छ, यो भनेको चाहिँ कम्पनी नाम भनेको। यहाँ धेरै कम्पनीहरू छ, सबै कम्पनीहरूको नाम हुन्छ, लाइफ नन लाइफ सबैको हुन्छ। हामीले सेलेक्टमा गएर टपमा हामी सर्च पनि गर्न सक्छौँ। यहाँ सर्चमा गएर सन नेपाल भनेर हामीले सर्च गऱ्यौँ भने सन राख्ने बित्तिकै सन नेपाल लाइफ आउँछ। यति गरिसक्नु भएपछि हामी प्रोसिड गर्छौँ। प्रोसिड गरिसकेपछि यहाँहरूले हाम्रो अभिकर्ताको विवरणहरू डिटेल्समा यहाँ हेर्न सक्नुहुन्छ। थोरै लोडिङको लागि लाग्छ। जस्तो हाम्रो मन कुमार चेम्जोङ भन्ने अभिकर्ताको लाइसेन्स रिन्युअलको प्रोसेस हामी एउटा सिक्दैछौँ हैन। डकुमेन्ट टाइपमा चाहिँ उहाँको प्यान नम्बर देखाइरहेछ, लाइसेन्स नम्बर देखाइरहेछ, लाइसेन्स इस्यु डेट देखाएको छ र रिन्युअल एमाउन्ट यहीँ देखाउँछ 1500 रुपियाँ भनेर देखाउँछ। टोटल पनि 1500 रुपियाँ हो। र तल हेर्नुभयो भने हजुरहरूले चाहिँ दुईवटा देख्नुहुन्छ। एउटा चाहिँ पेइङ एमाउन्ट 1500, सर्भिस चार्ज भनेर 5 रुपियाँ 65 पैसा गरी 1505 रुपियाँ 65 पैसा भनेर देखाउँछ। यो देखाइसकेपछि हजुरहरूले फेरि प्रोसिड गर्नुपर्छ। यो प्रोसिड गरिसकेपछि उहाँको डिटेल्स आउँछ र अब हामी के गर्छौँ भने कन्फर्म भनेर गर्नुपर्ने हुन्छ। यो कन्फर्म गरिसकेपछि उहाँको चाहिँ हामीले ई-सेवाबाट हो भने ई-सेवा, बैंकलाई लिङ्क गर्ने हो भने बैंक गरिसकेपछि हजुरहरूले चाहिँ उहाँको कन्फर्म भएर यो चाहिँ सक्सेसफुल्ली भनेर आउँछ। यो अनुसारमा गऱ्यौँ भने हाम्रो अभिकर्ता लाइसेन्सहरू गर्न सक्छौँ। र अब हामीले धेरै झन्झटिलो छैन, यो प्रोसेस सजिलो छ। यहाँलाई सिकाउँदा मात्र लामो लागेको हो र हामी यसरी चाहिँ अभिकर्ताको लाइसेन्स नवीकरण चाहिँ गर्न सक्छौँ। थ्याङ्क यू।